फेसबुकबाट डलर आउने भएपछि सेटअप त मिलाउनै पर्यो। स्वागत छ साथीहरु हजुरहरुलाई मेरो आजको मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आज परिचय पत्र बनाउन जान लागेको। मेरो नागरिकता त पहिले बनाइसकेको थियो, परिचय पत्र बनाएको थिएन। अब आजभोलि बैंक अकाउन्ट खोल्न भयो, अरु बाँकी केही काम गर्न पनि परिचय पत्र माग्ने रहेछ। मेरो फेसबुकमा चाहिँ $25 पुगिसकेको छ अनि सेटअपको अप्सन आएको थियो। त्यही भएर सेटअप गर्नको लागि चाहिँ परिचय पत्र मागिरहेको थियो। त्यो बनाउनको लागि चाहिँ म, दादा अनि भाउजू गयौं। मेरो माइती घर चाहिँ घोडागोरी नगरपालिकाबाट हो नि त, अनि मैले चाहिँ त्यहाँ नागरिकता बनाएको थियो अनि मेरो चाहिँ परिचय पत्र बनाउनको लागि पनि सुखर जानु पर्यो। मैले छोरीलाई घरै छोडेर गएको थिएँ, ढिलो माथि ढिलो भयो कि आज त। छिटो हुन्छ होला भनेर दादासँग बाइकमा छोडी मागेको, बीच बाटोमा पुगेपछि त बाइक पञ्चर भयो। के गर्नु त, दादा चाहिँ पञ्चर बनाउन जानुभयो, भाउजू र म चाहिँ नास्ता गर्दै बस्यौं। 2-3 घण्टै कुरेको हामीले। घरबाट त 10 बजे निस्केको थिएँ, बीच बाटोमा अब लेट भयो अनि त्यहाँ चाहिँ हामी एक बसतिर पुग्यौं। आफ्नो ठाउँमा पुग्दाखेरि कस्तो छुट्टै खुसी मिल्ने के, जे भए पनि त मेरो माइती एरिया हो नि त यो। बाइक बनाउने मान्छेले हतार हतारमा चाहिँ हाम्रो बाइकको चाहिँ ब्रेक अलि लुज गराइदिनु भएको रहेछ। बीच बीचमा ब्रेक पनि लागिरहेको थिएन, बल्ल तल्ल त्यहाँ पुग्यौं हामी, ढिलो भइसकेको थियो। धन्न एक्सिडेन्ट भएन भनौं न। अनि यहाँ हेरेको त लाइन त थियो, पालो पाइन्न कि भन्ने टेन्सन लागिरहेको थियो मलाई। सरकारी काम त भइहाल्यो साथीहरु, उनीहरूलाई के मतलब कसैलाई ढिलो भएको छ, को कहाँदेखि आएको छ भनेर। कति बेला कोही नास्ता खान जान्छ, कोही खाना खान जान्छ, आफूलाई एक त लेट भइसकेको छ। बल्ल बल्ल पालो आएर बनाएर चाहिँ हामी घरतिर लाग्यौं। बसी बसी पैसा आउँछ भनेपछि यतिको त दुःख गर्नै पर्यो हैन। म चाहिँ घर पुगेर चाहिँ हत्तपत्त मेरो छोरी कहाँ छ भनेर चाहिँ गएँ। मम्मीले चाहिँ खेतमा लिएर जानु भएको रहेछ। त्यसरी उसलाई मैले कहिले पनि एक्लै छोड्दैन कि, अब यस्तो काम परेर मात्र एक्लै छोडेको। अब फेरि उसलाई जता गयो उतै लियो भनेपछि लास्टै झ्याउ गर्छ कि। अझ बैंकको काम त बाँकी नै छ, बैंकमा त खाता खोल्नै छ। सेटअप मिलाउँदा के गर्नुपर्छ भन्ने चाहिँ म हजुरहरुलाई भन्छु।